ए आमा नि आफन्तलाई चिन्तै साह्रो साह्रो स्कुल गएको छोरीलाई नि घर फर्किन गाह्रो घर फर्किन गाह्रो हे उमेर हो बोलियो जिसको आफ्नै पेर्मी अपराधी निस्को नमस्ते छ्याजालो झोरले यो घटनाले सरकारको मन पक्कै छुनै पर्छ अपराधीलाई सजायमा फाँसी हुनै पर्छ फाँसी हुनै पर्छ हे कहिले कराउन पर्ने दाइ भाइ सै डराउन पर्ने नमस्ते छ्याजालो झोरले दिन दिनै सञ्जालमा यस्तै समाचार आछ छोरी पाउने बाउआमाको मुटु चिसो भाछ मुटु चिसो भाछ हे अकालमै कति ज्यान गयो हामीलाई त बाँच्नै धौ भयो नमस्ते छ्याजालो झोरले देशको हालत बिग्रिँदैछ कस्तो थियो पहिले दिन दिनै यस्तो घटना घट्न थाल्यो अहिले सोझा साझा जहिले नि फस्छ हाम्रो सरकार हेरी बस्छ नमस्ते छ्याजालो झोरले जसरी नि अपराधीलाई सजाय देऊ है त 3 वर्षकै नाबालिका मारेका छन् कै त हे देख्न पाम सजाय पाको बालेनको छ सरकारको नमस्ते छ्याजालो झोरले हुनलाई त हाम्रो देशमा कानुन नभएन निर्मलाको हत्या रानी पत्ता लाको छैन सजाय निर्दोषलाई दिन्छ बलात्कारी खुलेरै हिँड्छ नमस्ते छ्याजालो झोरले निमुखा र नारी जातलाई किन रुन पर्छ अपराधी र बलात्कारीलाई फाँसी हुनु पर्छ हे घटना सुन्दा मन हुन्छ आधी कहाँ छौ ए अधिकारवादी नमस्ते छ्याजालो झोरले